इन्डियाले आफ्नो कालो करतुत देखाएरै छोड्यो गाइज। जसको डर थियो त्यही नै भयो। 2026 फेब्रुअरी 7 देखि हुन लागिरहेको T20 वर्ल्ड कप फिक्चर्स गेमको शेड्युल आइसकेको छ। बंगलादेश, इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिज हाम्रो ग्रुपमा छन्। यहाँनिर कुरो आयो नेपालको म्याचेसको ठाउँहरूको। नेपालका सबै गेमहरू मुम्बईको वाङखडे स्टेडियममा राखिदिएको छ। अब हेर्नुस् त इन्डिया प्लस अरु कन्ट्रीहरूको सबै ठाउँमा छ। इन्डियाको अल ओभर नेपालका म्याचहरू एउटै ठाउँमा आखिर किन त? त्यो पनि मुम्बईमा। कलकत्ता र लखनऊमा भएको भए वी आर ह्याप्पी, बट मुम्बईमा चाहिँ आखिर किन त त्यति टाढा? यदि कलकत्ता र लखनऊमा भएको भए हामीहरू प्राय फ्यान्सहरू जान सक्थ्यौँ, खर्च पनि कमाउन सक्थ्यौँ। सो सबै फ्यान्सहरू त्यहाँ पुग्न सक्थे। तर मुम्बईमा पुग्न चाहिँ गाह्रै छ। त्यसको फाइदा उठाएको छ इन्डियाले। इन्डियालाई थाहा छ कि नेपाली फ्यान्सहरू एकदमै क्रेजी छ, स्टेडियम फुल गरिदिन्छ र नेपाली फ्यानहरू 11 प्लेयर होइन 12 म्यानको रूपमा काम गरिरहेको हुन्छ। इन्डियालाई पनि डर छ नेपालले कहीँ ठुला टिमहरूलाई हराएर अगाडि आउने त होइन, नेपालले आफ्नो शिर विश्वमाथि चिनाउनेछ भन्ने त्यसको डर छ इन्डियालाई। तर इन्डियाले चाहन्छ कि नेपाल कुनै पनि क्षेत्रबाट तल रहोस्, कहिले पनि माथि नआओस्। त्यसको नतिजा स्वरूप त्यो म्याचहरू चाहिँ मुम्बईमा रहेको छ। मलाई जहाँसम्म लाग्छ एज अ क्रिकेट फ्यान, तपाईहरू चाहिँ यो नेपालको फिक्चर्स गेमको शेड्युल देखेर खुसी हुनुहुन्छ कि नै प्लिज कमेन्ट गर्नु होला। तर नेपाली हो, हिम्मत हार्नु हुँदैन। वीर गोर्खालीको छोराले जहाँ गए पनि आफ्नो सास र हुन्जेल आफ्नो पावर देखाउनेछ, त्यो हामीलाई लागिरहेको छ। थ्यांक यू सो मच फर वाचिङ। आजको लागि जय नेपाल।